पर्वत मुस्लिम इतिहाद संगठनका अध्यक्ष, त्यसै गरी गण्डकी प्रदेशका मुस्लिम इतिहाद संगठनका अध्यक्ष यहाँ र उपस्थित सबै जिल्ला कमिटीका सहयोगका कमान्डर र उपस्थित आमा बुवा दाजुभाइ सबैको सम्पूर्णमा हार्दिक नमस्कार गरिरहेको। आज हामी यो देशकै एउटा अप्ठ्यारो परिस्थितिमा यो नेपाली राजनीति गुज्रिरहेको अवस्थामा नेकपा एकीकृत समाजवादीप्रति जुन जनताको जुन आकर्षण छ, जुन जनताले हामीलाई जुन माया गर्नुभएको छ, त्यसका पनि धेरै कारणहरू छन्। किनभने जुन देश चलाइसक्नु भएको एउटा पूर्व प्रधानमन्त्री भएको पार्टी हो कमरेड माधव कुमार नेपाल र कमरेड ढल्ला खनाल यो पार्टीमा हुनुहुन्छ। उहाँहरूले गरेका कामहरू तपाईँ हाम्रै समुदायमा महिलाको हक हितको लागि र उत्पीडित वर्ग समुदायको लागि उहाँहरूले गरेका योगदान, त्यो योगदानका कारणले गर्दा हामी यो पार्टीमा आज गोलबद्ध छौँ। र आज हजुरहरू पनि आज त्यो विषयले, त्यो चाहिँ एउटा मुद्दाले जोडिने है। मान्छेको लामबद्ध देखेर आज एकातिर मान्छे देखेर धेरै देखेर त्यतै जाने या कोही आफन्तले भन्दैमा जाने भन्दा पनि हामी एउटा विचारको हिसाबले र हामीलाई हिजो को चाहिँ नेतृत्व आउँदा हाम्रो विकास गर्न सकिन्छ, हाम्रो यो चाहिँ समुदाय यो तल रहेको समुदायलाई माथि उठाउन कसले सक्छ भन्ने कुरा नै प्रमुख कुरा हो होइन। त्यसै विषयमा नेकपा एकीकृत समाजवादी के हो, यो पार्टी के हो त भन्ने कुरा, यो हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी 2006 साल वैशाख 10 गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप हो। यो भनेको यो 6 सालमा जुन स्थापना भएको कम्युनिस्ट पार्टी थियो त्यसको वर्तमान रूप यो नेकपा एकीकृत समाजवादी हो होइन। हाम्रो पार्टी राष्ट्रिय पुँजीको निर्माण गर्दै वैज्ञानिक समाजवादी लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्यदिशा अगालेको पार्टी हो। नेपाली समाजमा रहेका सबै खाले शोषण, दमन अनि यो उत्पीडनको अन्त्य गरी मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्नु भनेको मैले अघि नै हजुरलाई भने जुन समुदायमा हुने जुन शोषण छ, जुन अलि पुँजीपति वर्गले गर्ने जुन दमन छ होइन, जुन उत्पीडनमा परिएको छ, त्यस्ता खाले समुदायको आवाज हामीले अब बुलन्द गर्नको लागि हामीले यो पार्टीको र यो समुदायहरूको र यो श्रमजीवी वर्गको हामीले नेतृत्व गरेका छौँ। त्यो नेतृत्व गर्ने पार्टी यो एकीकृत समाजवादी हो। यसले यस्तो लक्ष्य लिएर चाहिँ अगाडि बढेको। हामी यो श्रमजीवी वर्गहरूको पार्टीमा गोलबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनलाई सफलतामा पुर्याउन को लागि पनि हामी जस्तै भुइँ मान्छे हो क्या, हामी भुइँ मान्छेलाई नै हामीले आग्रह गरेर यो आन्दोलनमा गोलबद्ध बनाएर यो पार्टीमा लाग्नको लागि र हामीले सफलताको ठाउँमा पुग्नको लागि हामीले अहिले यो कुनै पूर्वाग्रह नराखिकन, कुनै दबावमा नराखिकन हामीले यो पार्टीमा हामीले साथीहरूलाई गोलबद्ध गर्नु छौँ। भनेको हामीले अहिले मान्छेलाई सुन्दै पार्टी प्रवेश भन्दा त्यो नराम्रो शब्द पनि होइन, तर हामीले अहिले भनेका छौँ पार्टी प्रवेशको कुरो त्यो फरक टेक्निकलको कुरो हो। हामीलाई हाम्रो पार्टीमा एकीकृत समाजवादीको यो कलम चुनाव चिन्ह कलम अङ्कित हाँसी हतौडाको पार्टीको झन्डाको त्यसमा हामीले गोलबद्ध गरेको। किन गोलबद्ध गरेको हो र हामीले किन गोलबद्ध गर्नु परेको हो र किन हुने हो भन्ने कुरामा विगतमा हामीले हाम्रो नेतृत्वले गरेका कामहरू के कामहरू थिए, यो पार्टीमा लाउँदा भोलि के हुन्छ त, यहाँ व्यक्तिको के हुन्छ भन्दा नि हाम्रो यो समुदायको के हुन्छ होइन। यस्तै उत्पीडन अर्को वर्गको के हुन्छ, महिलाको हकमा के हो, महिलाको हकमा हिजो के गरे, विद्यार्थीको हकमा हिजो के भयो, त्यसो भएको हुनाले यो कुरा कतिपय हामीलाई थाहा हुँदैन। त्यसो भएपछि यो हजुरहरूलाई मैले संक्षिप्त भन्न पनि चाहे। जस्तै गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका हाम्रो पार्टीको अध्यक्ष पूर्व प्रधानमन्त्री श्रद्धेय अध्यक्ष कमरेड माधव कुमार नेपाल यसको प्रमुख हुनुहुन्थ्यो। सबैको साथ लिएर चाहिँ यो नेतृत्वदायी भूमिका थियो। जनताको तन्त्र हो यो गणतन्त्र, यसमा शान्ति स्थापनामा प्रमुख भूमिका। जुन 10 वर्ष जनयुद्ध भयो, यहाँ द्वन्द्व थियो, तपाईँ हामी यसरी यतिजना बसेर गफ गर्न बोल्न पाइन्थ्यो, 2 जना बस्न पाउँथेन, यही यता आर्मी हुन्थ्यो, त माओवादी हो भन्थ्यो, के भन्थ्यो, धेरै कुरा। त्यसको शान्ति स्थापना गर्न पनि प्रमुख भूमिका हाम्रै श्रद्धेय नेता कमरेडकै त्यसमा प्रमुख भूमिका थियो। त्यसपछि तत्कालीन अन्मिनलाई बिदा गर्नुभयो माधव कुमार नेपालले। पुष्पलाल मध्यपाडी लोकमार्गको सुरुवात चाहिँ हाम्रै पालोमा
हाम्रै नेताहरू भएको बेलामा गरेको त्यसको सुरुवात। त्यसपछि यो काठमाडौँ निजगढ द्रुत मार्गको सुरुवात पनि हाम्रै पालामा भएको। त्यस्तै स्थानीय तहमा महिला उत्पीडित दलित समुदायको उपस्थिति बढाउने काम हाम्रै पालामा चाहिँ यो भएको थियो। माथिल्लो तामाकोशी आयोजनाको निर्माण भनेको त्यो विद्युतको त्यो पनि हाम्रै पालोमा गरेका थिए। यो कलङ्की 9 विषयको यो छ नि यो सुरुङ मार्ग सब जसले पनि जाँदै उद्घाटन गरेर गर्छन्, कहिले ब्रेक थ्रु भनेर गरेछन्, कहिले गर्छन्। त्यो पनि हाम्रै नेताहरूको पालामा भन्नाले उहाँहरू प्रधानमन्त्री हुने बेलामा त्यसको आयोजना सुरु गर्नु भएको थियो होइन। वर्षौं लाग्यो। अनि यो जनता आवास कार्यक्रम भन्ने थियो एउटा त्यो कार्यक्रम पनि हाम्रै पाला गरे। अनि यो विद्यालय बालबालिका शान्तिका क्षेत्र घोषणा भनेको यो विद्यालयलाई बालबालिकालाई शान्तिका क्षेत्र घोषणा लेखेको पनि भेट्टाउनुहुन्छ नि पनि हाम्रै पालामा गरेको थियो होइन। अब यो अन्तर्जातीय बिहालाई प्रोत्साहन भन्ने पनि थियो है। यो अन्तर्जातीय बिहा भनेको यो जात फरक यता पनि त्यसलाई प्रोत्साहन स्वरूप त्यसलाई पुरस्कारै थियो होला। 1 लाख रुपियाँ के पुरस्कारै गरेको थियो है। यो चाहिँ त्यो प्रोत्साहन स्वरूप त्यो पनि थियो। अनि अर्को छ एकल महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम भनेको जस्तै अहिले 60 र 70 को भएपछि यो सामाजिक सुरक्षा भत्ता पाउने छ। बुढेसकाल लाठी आमाहरूले पाउनुहुन्छ होला होइन। तर यो एकल महिलालाई के थियो भने विधवा भन्छ नेपाली समाजमा, विधवा भन्छ नि श्रीमान बितेपछि। त्यो विधवा त अब छिटै पनि हुन सक्छ। उसले चाहिँ सामाजिक सुरक्षा भत्ता एकल महिलाको त्यो भत्ता खानलाई त त्यो सामाजिक सुरक्षा भत्ता खान त 70 वर्ष पुग्ने कुरो त भएन। त्यसपछि त्यो एकल महिला चाहे त्यो 30 वर्षमा होस् चाहे 50 वर्षमा होस् त्यसले चाहिँ त्यसको चाहिँ प्रोत्साहन एकल महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम पनि हाम्रै पालामा ल्याएका थिए। अब महिलामाथि हुने हिंसा नियन्त्रण गर्न प्रहरीमा महिला सेल बनिन्छ भनेको त्यो पनि हाम्रै पालामा भएको। भनेको यो भने हजुरहरू जानुभयो भने हजुर महिलाको समस्या हो भने हजुरहरूले आफ्नो समस्या पुरुष प्रहरीलाई भन्न नमिल्ने पनि हुन्छ कतिपय। त्यसलाई चाहिँ महिला सेल भनेको त्यहाँ महिला प्रहरी नै महिला प्रहरी राखेर महिलाको समस्या निवेदन त्यो महिला प्रहरीमा गएर दिने व्यवस्था पनि हाम्रै पालामा भएको। अपङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रम भनेको फेरि त अपङ्ग भएकोका लागि थिएन। पछि त्यो अपङ्गको कार्ड बनाउने अहिले होइन क ख ग घ के छुट्याएर भत्ता पाउँछन् नि त अपङ्ग भएकोले, त्यो पनि हाम्रै पालामा भएको थियो। अनि अर्को यो सुत्केरी भत्ताको व्यवस्था यो पनि हाम्रै नेताहरूको पालामा भनेको हाम्रा नेता प्रधानमन्त्री हुँदाको पालामा भनेको। मैले यो हजुरहरूलाई 15वटा यो हामीले गरेका प्रयास भन्न पर्यो भनेपछि भिजन हामीसँग रहेछ। हाम्रो नेतृत्वले चाहिँ देशको बागडोर सम्हाल्न सक्ने क्षमता र यो उत्पीडित वर्ग यो महिला यो किसान यो युवा यो विद्यार्थीलाई समेट्न सक्ने र यो देशलाई बनाउने क्षमतावान बौद्धिक र भिजन भएका नेता हाम्रो पार्टी अध्यक्ष र सम्मानित नेता हुनुहुन्छ। त्यसो भएको हुनाले हामीले उहाँहरूको यी गरेका काम र उहाँहरूले दिने विचारलाई लिएर हामी चाहिँ यो पार्टीमा हामी गर्नुपर्दछ। हामीले दबाबमा कहिल्यै पनि कसैलाई पार्टी प्रवेश गराउने पार्टीमा लाग्ने भन्ने नै होइन। मैले हाम्रो पार्टीको प्रदेश सदस्य हुनुहुन्छ, मैले उहाँलाई भनेको छु म एक्लै हिँड्ने हो। मान्छे सबैको फुर्सद नहुन सक्छ, राजनीति सबैले गर्छ भन्ने हुँदैन, गोलबद्ध हुने हो। आज पनि हजुरहरूको यहाँ कति काम बितिसकेको छ होइन, गोलबद्ध हुने हो। गरिब परिवारबाट र त्यो उत्पीडन भएको त्यो दमन भएको ती शोषण भएका ती समुदायबाट हुर्किएको एउटा नेपाली छोरो भएको हुनाले आज मलाई त्यो यी कुराले पोल्छ। त्यही भएर मैले आज हजुरहरूको माझमा यो भन्दैछु कि हामी आफै दबिएका छौँ। हामीलाई हिजो दबाए हामी अझै दबाउँछन् भनेर बस्ने हो कि अब हामीले अब नेतृत्व गरेर अगाडि बढ्ने हो। समुदायको लागि म अगाडि बढिनँ र यो समुदायलाई मैले अब पनि कुरा बुझाउन सकिनँ र यो समुदायलाई मैले नेतृत्व गरेर हिँड्न सकिनँ भने मलाई भोलि अल्लाहले पनि सरक्छ भनेर आज जुन अठोटको साथ नेता भएर हिँड्नु भएको छ। हाम्रो यो आन्दोलन हो, यो पार्टी भनेको आन्दोलन हो। आन्दोलन हिजो 5 जना नेताहरूले गरेका थिए। आज हामी एक्लै हुँदा पनि मैले नेता कमललाई भन्छु म एक्लै झोला बोकेर भए नि हिँड्ने हो, जनतालाई यसरी कुरा बुझाउने हो। सबैको चित्त बुझ्छ भन्ने पनि छैन, तर धेरैको बुझ्छ होइन। धेरैको चित्त बुझ्छ, बुझाउन सकिन्छ। किन बुझाउन सकिन्छ भने तपाईँ हामी यसलाई भर्खरै ल यसलाई अमेरिका जस्तो बनाउँला, यो देशलाई यो नेपाललाई ल उता स्विजरल्यान्ड बनाउँला होइन। नेपालै बनाउने हो। हामीले त अमेरिका बनाउनु पनि छैन, स्विजरल्यान्ड बनाउनु केही बनाउनु छैन। नेपालै बनाउने, तर
समुदायमा तपाईँ हामी छाती चौडा गरेर बाँच्न पाउने अधिकार सहितको नेपाल बनाउनु पर्छ। एकदम राइट। आज यो मुस्लिम समुदाय छ, आज दलित समुदाय त्यस्तै छ। अब हामी के हुन पर्यो त भन्दा यो समुदाय पनि अब हामी सचेत हुन पर्यो क्या। अब सचेत हुन पर्यो, सक्रिय हुन पर्यो र दोष र गुणको आधारमा मूल्याङ्कन गर्ने हो। यहाँ महिला र पुरुषको कुरो होइन। लागि हामीले अब यो मजदुर किसान वर्गको लागि यो सर्वहारा श्रमजीवी आज उपकार गर्न 500 रुपियाँ गोजीमा छैन। एउटा पैसा हुनेले मेरो पार्टीमा प्रवेश गर्छ, तल म 500 दिन्छु, फिर्ता दिन पर्दैन भन्दा आज त 500ले म उपचार गरेर बाँच्छु भने त्यो मान्छे बाध्य भएर त्यो मान्छेले भनेको काम गरेको हुन्छ क्या। भनेको मात्र के हो त भन्नुहुन्छ भने बाध्यकारी अवस्थामा त पार्टी परेको कुरा मात्रै होइन क्या, तल्लो स्तरको सम्म काम गर्न आज हाम्रो नेपाली समाज र हाम्रो समुदाय पीडित समुदायहरू त्यहाँ छ क्या। त्यसो भएको हुनाले हामी हेर्न परेको कारण त्यो हो क्या। विचारहरू पनि पढेका छौँ। त्यसो भएको हुनाले हामीले हजुरहरूलाई के कुराहरू यो भन्न सक्ने अवस्थामा चाहिँ पुगेका छौँ क्या। आज नेकपा एकीकृत समाजवादीमा विभिन्न पार्टीमा आबद्ध हुनुभएका र विभिन्न पार्टीको भातृ सङ्गठनमा आबद्ध हुनुभएका कमरेडहरू र तपाईँहरू यो पार्टीमा आबद्ध हुन चाहनुहुन्छ, तपाईँहरूलाई मैले हार्दिक स्वागत पनि गर्न चाहन्छु। र आगामी दिनमा हामी हरेक दुःख सुखका यात्राहरू हामी सँगै पनि गर्नेछौँ। मान्छेको जीवन हो, मृत्यु निश्चित छ, तर आज हो कि भोलि ढिलो चाँडो सबैको हो। त्यसो भएको हुनाले यो 2 दिनको जिन्दगी पनि हो। यो 2 दिनको जिन्दगीमा तपाईँ हामी यो समाजमा मिलेर बसेको राम्रो, सबै साथीहरू एकै ठाउँमा गोलबद्ध भएर बसेको राम्रो होइन। पहिलो प्रथम खाता दिनुको लागि मैले हाम्रो जिल्ला अध्यक्ष बिराज जमाललाई सँगै मिलेर यो यात्रा सँगै गर्ने लक्ष्य एउटै हो हाम्रो है। त्यसको लागि अब मोहम्मद इस्लाम मियालाई प्रदेश उपाध्यक्ष अध्यक्ष सावनज्यू र खाता दिएर स्वागत गर्नुको लागि ल आइबक्सिनुहोस्। स्पेसल बनाइदिउँ मैले। ल धन्यवाद सर। हजुरहरू जस्तोको हामीलाई साथ सहयोग चाहिएको छ। खास भाइहरूले पक्कै नै हामीलाई चाहिँ एकदम दिनदेखि चाहिँ एउटा साथ दिनुहुन्छ, दिनु पनि भइरहेको छ र पार्टीलाई चाहिँ सशक्त तरिकाबाट चाहिँ अगाडि बढ्न अझ चाहिँ भूमिका चाहिँ एउटा चाहिँ भनौँ न एउटा हामीभन्दा ज्येष्ठ नागरिक पनि हुनुहुन्छ, उहाँले चाहिँ भूमिका खेल्नुहुन्छन् भन्ने मलाई पूर्ण आशा राख्दै धन्यवाद दिन चाहन्छु। मलाई यसरी बोलिदिँदाखेरि, यसरी सोधिदिँदाखेरि हामीलाई पनि एउटा हौसला प्रदान हुन्छ। पार्टीमा स्वागत छ, हार्दिक जसरी चाहिँ एकदम दिलबाट चाहेर चाहिँ हामीलाई चाहिँ एउटा साथ र सपोर्ट दिनुभएको छ, त्यसरी नै हरेक चाहिँ प्रतिक्रियावादीहरूसँग चाहिँ सङ्घर्ष जुझेर चाहिँ लड्दै चाहिँ सङ्घर्ष चाहिँ अगाडि बढाएर चाहिँ हामी चाहिँ मुस्लिम समुदायको चाहिँ एक भएर हामी हाम्रो मौलिक अधिकार र हक अधिकार कसरी प्राप्त गर्ने हो भन्ने विषयमा चाहिँ गरेर चाहिँ हामी अगाडि बढ्छौँ भन्ने बढ्नुहुन्छ होला भन्ने आशा राख्दै ढुक्कै गरिन्छ। म चाहिँ आभारी छु है। धन्यवाद उहाँजीलाई। हार्दिक स्वागत भिडियो गराइदिन्छ। पार्टीमा हाम्रो आन्दोलनमा महिलाको लागि हजुरहरूलाई धेरै धेरै स्वागत। आमालाई हजुरहरूलाई वृद्धा भत्ता जुन वृद्धा भत्ताको चाहिँ जुन कार्यक्रम थियो, हाम्रो पार्टीको अध्यक्ष उहाँ माधव नेपालले गरेको चाहिँ हजुरलाई यो वृद्धा भत्ताको आज 100बाट सुरु गरेको आज 2000 कति पुगेको छ होइन। आमालाई सम्मान स्वरूप र यो उमेरमा पनि हाम्रो पार्टीमा साथ दिनको लागि आउनुभयो, हजुरलाई हार्दिक धन्यवाद। सचिवलाई अब हाम्रो अध्यक्षको जिल्ला अध्यक्षको तर्फबाट बधाई सहित खाजा सहित बधाईको चाहिँ
धन्यवाद छ उहाँहरूलाई नयाँ साथी बन्नुभएकोमा हार्दिक मङ्गलम शुभकामना व्यक्त छ हाम्रो तर्फबाट कमिटीको सचिवमा चयन हुनुभएको छ। हजुरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हजुरलाई धन्यवाद। म नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी को सदस्य को जिम्मेवारी लिएको यस महत्त्वपूर्ण घडीमा शहीदको रगतद्वारा रञ्जित पार्टी झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछु। म पार्टीको मार्गदर्शक सिद्धान्त कार्यक्रम र नीतिलाई दृढतासाथ अनुसरण गर्दै विधानलाई इमानदारीका साथ पालना गर्नेछु। पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बताउनेछु र जीवन बिताउनेछु र सबै खाले प्रतिक्रियावादी शक्ति गलत विचार गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु। नेपाली क्रान्ति जिन्दाबाद, मार्क्सवाद लेनिनवाद जिन्दाबाद, आदरणीय अमर शहीदहरू लाल सलाम, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिन्दाबाद जिन्दाबाद। धन्यवाद सबै सम्पूर्ण चाहिँ मान्छेलाई प्रभावमा बनाएर चाहिँ गर्ने चाहिँ किसिमको चाहिँ वातावरण चाहिँ हामीले गर्नु हुँदैन। जे हो यथार्थ त्यो गर्ने होइन। त्यसरी चाहिँ हामी अगाडि बढ्न सकिन्छ इन्सियल्ला। अब वाम एकताको चाहिँ अब अभियान पनि चलिरहेको छ होइन। एकता पनि हुन सकिन्छ होइन। अब हामी एकतै नभए पनि हामी सानै भए पनि हामी हाम्रो ठाउँमा चाहिँ हामी चाहिँ बलियो भएर चाहिँ बस्नुपर्ने हुन्छ। अब कसैले चाहिँ के भन्ला कसैले के भन्ला अर्काको कुरा सुनेर हामीले चाहिँ यस्तो रहेछ भन्दा मन सानो भएर चाहिँ हामी चाहिँ निरन्तर त लगाइरहेका छौँ। किनभने कति मान्छेहरूले कस्तो कस्तो कुरोहरू भन्दाखेरि पनि हामी चाहिँ विचलित भएनौँ है। हामी हाम्रो ठाउँ छोडाएनौँ, खुट्टा छोडाएनौँ होइन। र त्यसरी नै हामी चाहिँ नबुझेका मान्छेहरूलाई कुरो बुझाउने। अब जस्तै मानव एउटा नेतृत्व यो सङ्गठनको गरेर अब आफूले तिमीले गर्यो भन्यो भने तिमीले फेरि अझ अरू चाहिँ गर्छ महिलाहरू या पुरुषहरू चाहिँ तिमीलाई चाहिँ लिएर आउने गर्दा गर्दा हुने त पार्टीमा तपाईँहरू प्रवेश गर्नुभयो। हाम्रो जिल्ला अध्यक्ष अब प्रदेश सदस्य वा प्रदेश सङ्गठनको अध्यक्ष यो तपाईँहरूलाई प्रवेश गराउनु भयो। यसको मलाई मैले गर्छु। तपाईँहरूलाई सलाम जाने जति अब